हेलो गाइज, यस फाइनली हामी चाहिँ फेवाताल पुगिसकेको छौँ हेर्नलाई घुम्नलाई हैन। र त्योभन्दा धेरै पनि मलाई एकदमै खुसी लागिरहेछ हैन। हामी यहाँ घुम्न आएका छौँ हैन। पोखरा सो ब्युटिफुल ठाउँमा हैन, एकदमै। र मैले पहिला पनि भनिसकेको छु हैन, अब मेरो त्यो सानो भन्दा पनि सानो एउटा के भन्छ ड्रिम प्लेस नै हो क्या मेरो चाहिँ। त्यही भएर चाहिँ म एकदमै खुसी छु। के भनेर खुसीको त भन्नै सक्दिनँ कि म कति खुसी छु भनेर। आइ एम सो एक्साइटेड एन्ड आइ एम सो ह्याप्पी। र एकदमै रमाइलो लागिरहेछ, कति भन्नु होइन, साँच्चीकै रमाइलो लागिरहेछ मलाई चाहिँ। अनि हेर्न सक्नुहुनेछ यहाँनिर होइन, यहाँको नजाराहरू कति रमाइलो हुँदैछ। अनि त्यही हो, अब एकछिनबाट हामी भोटिङ पनि गर्छौँ होइन। अनि यस म चाहिँ के भनेर अब के भन्न सक्दिनँ अरू त होइन। एकदमै खुसी लागिरहेछ र यो मतलब एकदमै राम्रो पनि छ होइन हेर्दाखेरि। वाउ नाइस, हेर्न सक्नुहुनेछ, हेर्नुहोस् कति राम्रो छ फेवाताल। यस फर्स्ट टाइम आएको होइन, मन लाग्दैन के गरेर म एकदमै खुसी छु होइन। र त्यही हो, अब एकछिन चाहिँ हामी फोटोसोटो खिच्छौँ होइन गाइज। ओके यति नै हो। अब हामी फोटो खिच्छौँ, त्यसपछि बोटिङ गर्छौँ अनि हामी यहाँबाट जान्छौँ। ओके गाइज, बाई बाई, आइ एम सो ह्याप्पी। ओके बाई।